गीत गाइदेऊ नि त ल एउटा न तपाईले गाउनु हैन मलाई त त्यस्तो मलाई गीत गाउन आउन मलाई नै आउँदैन म त कविताहरू कहिले काहीँ लेख्दिने लेख्दिने हैन लेख्ने हो अनि गजल पनि कहिले काहीँ नत्र गीततिर त इन्ट्रेस्टै छैन पर तिमीले गाउँथ्यौ नि त गीत त बरु सुनिरहेको हुन्थेँ मैले कहिले काहीँ त्यो टिकटकमै हो क्या हैन त्यो गीत गाएको जस्तो लागेको तपाईलाई हैन हैन त्यो घाँस काट्ने बेला नि काट एक दिन गाएको थियो मैले देखिरहेको थिएँ गाइदेऊ न के छ र सुनिदिउँ न गीत त सङ्गीत त राम्रै हो होइन ए त्यही छ नि त गाइदेऊ नि त यो म हाइड गर्छु भर्खरै यसले मलाई दुःख पुर्यायो अर्को पनि छ होला दाइ हाम्रो यो पनि आउँछ क्या अहिले फेरि हामी त ढुक्क होइन डिलिट गरौँ न गीत याद दिलाइदिनु खोइ त्यो गीत त मलाई कसरी थाहा हुन्छ र तर म सुन्न चाहिँ सुने हो क्या तिम्रो गीत गीतै याद आएन एउटा चाहिँ हाम्रो तिम्रो घाँस काट्ने बेलाको भिडियो देखाएको थिएँ क्या मैले लोकगीत थियो समथिङ अब लोकगीत पनि गीत याद हुन पर्यो कि त्यो त अब ठ्याक्कै थाहा भएन मलाई चाहिँ गीत याद हुन पर्यो गीत याद गराइदिनु गीत त कसरी याद हुन्छ मलाई त हुँदैन नि त अनि तिमी गाउने मान्छेलाई याद नभएको मलाई कसरी हुन्छ बिर्से अब त्यो बेलामा कुन गीत गाइयो कलेज लाइफ के हुँदैछ आशा र निराशा दुइटै रमाइलो पनि छ के रमाइलो चाहिँ कसरी हुँदो रहेछ अनि निराशा चाहिँ बिहान जबरजस्ती उठेर क्लास जाँदा चाहिँ रमाइलो हुन्छ अनि क्लास हुन्छ नि त यसो हल्ला खल्ला गर्नेहरू तिनीहरूको कुरा सुन्दा पनि रमाइलो हुन्छ क्लासहरू यताउता चहल पहल क्याम्पसतिरको त्यो चाहिँ रमाइलो हुन्छ चिया खाने गफ लाउने देश यसरी भन्छ भन्ने नेतालाई गाली चियाले त हो नि देश बनाउने चियाले नै हो देश बनाउने कुरा नै त्यही चिया खाने टेबलमा र अनि धेरै भट्टियरमा हुने रहेछन् र कि त्यस्तै होला त्यताको पनि त्यही हो त्यस्तै जसरी सोच्यो त्यसरी देश साँच्चै देश बन्छ कि के छ बन्छ त देश बनिसक्यो त छ त नेपाल देशमै छैन हाम्रो हामी त छन त देशमै छौँ होइन तर नि देश बनेन भन्छन् नि त होइन खासमा चाहिँ बन्छ त भन्नु पऱ्यो नि त बनिसक्यो होइन पृथ्वी नारायण शाहलाई पूजा गरिरहेछौँ त खासमा के यो हामीलाई के यो नेपाल भन्ने होइन संसारभरि अरू धेरै देशहरू छन् नि त हामी नेपालमै जन्मेछौँ नेपाली बोलिरहेछौँ होइन अनि हाम्रो फुड आइटमदेखि त सबै कुराहरू हाम्रो चाहिँ त्यो जेनेटिक नै नेपाली जस्तो छ नि त यो अरू बाहिर देशको हेऱ्यो भने हामी चाहिँ हामीलाई ती कुराहरू मन पर्दैनन् होइन नेपालीको जस्तो कल्चर छ होइन हाम्रो वेयरिङ स्टाइल हाम्रो यो लगाएको कपडादेखि होइन सबै कुरा चाहिँ हाम्रो एकदम डिफ्रेन्ट छ क्या हामी नेपालीको यो अब कल्चरल हिसाबले हेर्ने हो भने त झन् यो मगर अरू जातको सबैको आफ्नो आफ्नो एउटा भेषभूषा छ नि त अब यो कलेज लाइफतिर पनि के त्यो कुराहरूले चाहिँ के कस्तो असर हुँदो रहेछ साथीहरूसित हुँदा हुन्छ नि त क्याम्पसमा त त्यो क्याम्पसको त सर्टेन युनिफर्मै हुन्छ नि त अनि सबैको त युनिफर्म हुन्न नि त जस्तो कि तपाईँले त ल भन्नुहुन्छ होइन लको त एउटा युनिफर्म छँदैछ युनिफर्म नभएको होइन सबैको छ होइन तर सबैले लगाउँदैन भन्ने कुरा मात्रै हो अब कोही नै क्याम्पसमा फ्लेक्सिबिलिटी हुन्छ लगाउँदैन होइन अलिक टफ कलेजहरूले फेरि आफ्नो युनिफर्मलाई एउटा डिसिप्लिनको रूपमा कल्चरकै रूपमा डेभलप गरे हुन्छ लगाउँछ त्यहाँ अनि जस्तो कि हाम्रो तपाईँ त पर्वतमै जन्मिनु होइन म पनि पर्वतमै जन्मेँ पोखरा आएर त धेरै यतै नै भिज्नु भयो नि त होइन त्यहाँको जस्तो उहाँ जाँदाखेरि कस्तो छुट्टै तरिकाको आनन्द लाग्छ नि त त्यही आनन्द चाहिँ खास यहाँ किन हुन सक्दैन होला क्या होइन यहाँ चाहिँ हामीले चाहिँ कम इन्जोय गरिरहेको हुन्छौँ कि जस्तो म यहीँ बसेर अब घरतिर गएँ भने चाहिँ मलाई त्यो सास फेर्नै सजिलो भयो जस्तो होइन त्यसको चाहिँ के कस्तो डिफ्रेन्ट लाग्छ त्यो यस्तो हो भात खाइराख्यो भने भात पनि खान मन लाग्दैन नि त यहाँ हामी धेरै बस्छौँ
एउटा सर्टेन कुरालाई फलो गरेर बस्नुपर्छ। विद्यार्थी हो भने पढ्न जानु पऱ्यो, आउनु पऱ्यो। व्यवसाय गर्ने मान्छे हो, गर्छ। एउटा फिक्स एउटा रुटिनमा चलिरहेको हुन्छ कि मान्छे, तलमाथि केही त होला। अनि गाउँतिर गएपछि एउटा कुरा त त्यहाँसँग हामी आफ्नो जन्मको तरिकाले नै फेरि चाइल्डहुड भनेको बेस्ट मेमोरी अफ लाइफ पनि भन्छ नि त, त्यो तरिकाले कनेक्टेड हुन्छौँ। त्यहाँको माटो देख्दा पनि, त्यहाँको पँधेरा देख्दा पनि, त्यहाँको बाटो देख्दा पनि म हिँड्दा गोरेटो बाटो थियो, चौताराको खाँडाले चाहिँ बिजाउँथ्यो, त्यस्तो थियो। अहिले चाहिँ बाटो बन्यो, डोजर आयो, अब यो बाटो पिच कहिले होला। पानी पँधेरो चाहिँ कतै सुकेका छन् होइन, कतै संरक्षण कुवाहरू संरक्षण हुन सकेका छैनन्, पिर लाग्छ त्यहाँ जाँदा पनि। अनि बुवा आमाहरूलाई देख्दा आफ्नो परिवारसँग हुँदा जो मान्छे पनि खुसी भइहाल्छ। अनि यता एक्लै बसिरहेको हुन्छ, अनि त्यहाँ गयो फेरि आफ्नो चाइल्डहुडका साथीभाइहरू हुन्छन्। अब खानेपिउने मान्छेहरूलाई त्यही किसिमको रमाइलो हुन्छ, हामी जस्तो मान्छेहरूलाई त्यही किसिमको रमाइलो हुन्छ। मेरो लागि चाहिँ लालीगुराँस टिप्न जाने, ऐसेलु खान जाने, वनतिर जाने, अनि वनमा गएर चाहिँ बस्ने, पकाउने, खाने भन्ने कुरा त्यो हामीले चाइल्डहुडदेखि गऱ्यौँ। अहिले पनि हामी गयो भने गर्छौँ। त्यस्तो कुराले गर्दा एउटा फिक्स रुटिनमा चलिरहेको मान्छेलाई त्यो रुटिनबाट आउट हुँदाखेरि, आउट अफ रुटिन हुँदा रमाइलो लाग्छ। अनि चाहिँ त्यही हो, गाउँतिर गएपछि तपाईँको त्यही औषधि खाने ऊ भने जस्तो होइन। चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि गएर ट्याक्क त्यो जङ्गल छ क्या हाम्रो गाउँको, पुरा यतापट्टि एउटा पाटो नै जङ्गल छ, एउटा ठाउँ छ क्या। म चाहिँ जहिले जाँदा पनि पहिला पनि त्यहीँ बस्थेँ, ट्याक्कै यतापट्टि फर्केर त्यो जङ्गलतिर फर्केर यसरी आनन्दले बस्यो भने त उताबाट आएको त्यो हावाले होइन, मलाई त त्यो सासै फेर्न कस्तो सजिलो भयो जस्तो होइन। कहाँ हो एकदम के फ्रेस हावा, अनि तलदेखि माथिसम्म पुरै त्यो इनर्जी नै अर्कै तरिकाले आए जस्तो लाग्छ क्या गाउँतिर जब हामी गइन्छ होइन। अनि अर्को कुरा चाहिँ एकदम सबै मान्छेहरू बुढो हुने क्या, पहिला कान्छ यहाँ आइजानु भन्ने मलाई होइन धेरै मान्छेहरूले घरतिर जाँदाखेरि। अनि एकदम बुढो भइरहेछ कि। अनि अहिले त ठ्याक्कै यो एज पनि कस्तो हुँदो रहेछ नि त, जब 2023 यो टाइम अफ पिरियडको उसमा चाहिँ हाम्रो प्यारेन्ट्सदेखि र सबैजना मान्छेहरू चाहिँ एकदम बुढो हुँदै गइरहेछ क्या होइन। अब गाउँमा गयो भने पनि अब अङ्कलहरू पनि होइन, जोस् हामीले देख्दाखेरि चाहिँ एकदम यङ भएको पनि थोरै चाहिँ त्यो फिजिकल स्ट्रक्चरहरू चेन्ज भएको होइन, त्यस्तो देख्दाखेरि चाहिँ यो टाइम अफ पिरियडमा चाहिँ एकदम प्रेसर हुँदो रहेछ क्या हामीलाई चाहिँ। अब गइहाल्यो भेटिहाल्यो भने पनि कस्तो चेन्ज हुनुभएको टाइपको कि। अब अझ हजुरबा बुढाबुढी हेर्दा त भेट्न पाइने हो कि होइन भन्ने टाइपको क्या। अनि त्यसले चाहिँ मलाई एकदम कि गाउँमा छुट्टै आकर्षण के गइराखौँ जस्तो होइन। अनि त्यो भुल्न त अब कसैले त गाउँ बिर्सियो यस्तो त्यो चिजहरू चाहिँ आइरहेको छ, तर त्यो कुरा त उनीहरूको पोइन्ट अफ भ्यूबाट मात्रै त हो नि होइन र। अनि यहाँ चाहिँ होइन, अहिले त फेरि धेरैजनाले बुझ्नुहुन्छ, लगभग बजारमा या बाहिर नहुने चाहिँ लगभग कुनै पनि घरको मान्छे छैन, सबैजना बाहिर छ क्या। हिजोको दिनमा हुने खानेको मात्र हुन्थ्यो, आज हुँदा खानेको पनि छ, सबैको छ, दुःख गर्नेहरू पनि छ, पुगिरहेको मान्छेहरू पनि छ। त्यो भएपछि अहिले फेरि त्यो सोच छैन। अनि म यो चाहिँ यो खुसी भन्ने चिज क्या, यो हामी चाहिँ धेरै कुराहरू एक्सपेक्टेसन राखेर दुखी भइरहेछौँ होइन। तर हाम्रो हजुरबाहरू बाहरूको पालामा त्यही बिहान उठ्ने, काम गर्ने, बेलुका खाने भन्दा अरू तिनीहरूसँग केही एक्सपेक्टेसनै हुन्थेन होला क्या। तिनीहरू एकदम खुसी थिए क्या। अब यो हाम्रो जेनेरेसन भनेको चाहिँ मलाई चाहिँ एकदम दुखी जेनेरेसन टाइपको लाग्छ क्या। के छ तिम्रो यसमा चाहिँ भनाइ चाहिँ? मलाई त यस्तो लाग्छ जस्तो कि पहिलाको मान्छेहरूसँग दुःख थिएन, उनीहरू खुसी मात्रै थिए भन्ने कुरा लाग्दैन। श्रमसँग जोडिने कुरा हो कि। पहिलाको टाइममा टेक्नोलोजी थिएन, मान्छेसँग त्यो इन्फर्मेसन रिच हुन्थेन होइन। युएसमा फलानाको छोरा गएर यस्तो गाडी चढाएर रहेछ होइन, फलानाको छोरी गएर चाहिँ पिएचडी यो युनिभर्सिटीमा गर्दै रहेछ भन्ने कुरा, अथवा अरू हाम्रो फिजिकल लाइफको चाहिँ मापनहरू हुन्छ नि, त्यो कुराहरू चाहिँ देखिन्थेन कि। अनि त्यो नहुँदाखेरि हरेक मान्छेले आफ्नो दुःख गर्थे, खान्थे। अब त्यो बेलामा पनि सर्टेन आफ्ना केही कस्टमरी प्र्याक्टिसेसहरू थिए, त्यसलाई मान्छेले मान्थे होइन। तर जब इन्फर्मेसन फैलिँदै गयो, टेक्नोलोजी आइटीहरू चाहिँ आइटीको रिच आउट गाउँ गाउँमा हुन थाल्यो, त्यसपछि
मान्छेले देख्न थाल्यो होइन, त्यसले गर्दाखेरि चाहिँ म पनि त्यो ठाउँमा पुग्न पाएँ, मैले पनि त्यो कुरा गर्न पाएँ, मैले पनि त्यो कुरा खान पाएँ, त्यो कुरा लगाउन पाएँ भन्ने कुरा एक्सपेक्टेसन बढ्दै गएको। तर पहिलाको मान्छे चाहिँ कम्प्लिटली खुसी थिए र अहिलेको मान्छे चाहिँ कम्प्लिटली दुखी छन् र एक्सपेक्टेसन बढी छ, त्यस्तो चाहिँ फेरि मलाई लाग्दैन। यस्तो नि हुनसक्यो कि जस्तो देखेरै त हो मान्छेले एक्सपेक्टेसन बनाउनु। अनि खुसी भन्ने कुरा नि एब्सोल्युट होइन कि, खुसी भन्ने कुरा मलाई चाहिँ के लाग्छ भने सत्यमा जन्म मृत्यु सत्य लाग्छ होइन। अनि अर्को कुरा चाहिँ खुसी भन्ने कुरा एब्सोल्युट होइन कि, 100% होइन कि, रिलेटिभ कुरा हो, मान्छेको जीवन हो। एउटा प्राणी त त्यो एउटा भैँसी नै छ, गाई नै छ, या कुनै सानोतिनो माइक्रो अर्गानिजमहरू छ भने त तिनीहरूको लाइफ त इजी हुन्न। एउटा कमिला होइन, त्यो भित्ता चढ्न लागेको वाला के भिडियोहरू भाइरल हुन्छ नि, अनि त्यो पटक पटक चढ्यो भने ऊ कमिला त्यहाँ जान सक्यो भन्ने टाइपको भिडियोहरू आउँछ। त्यस्तै मान्छेको जीवन भनेको पनि अप्स एन्ड डाउन हो कि, हुन्छ कि, सुख पनि हुन्छ, दुःख पनि हुन्छ, खुसी पनि हुन्छ, दुःखी पनि हुन्छ होइन। म एब्सोल्युटली खुसी किन हुन सक्दिनँ नि, मेरो आमा मर्दा मलाई खुसी लाग्छ होला र होइन, मेरो खुट्टा भाँचिँदा मलाई खुसी लाग्छ होला र, मसँग चाहिँ केही किन्न लगाउन मन थियो तर मसँग पैसा छैन भने मलाई खुसी लाग्छ र मलाई पढ्न नेपालमै पढेको भए मलाई काठमाडौँ युनिभर्सिटी गएर कानुन पढ्न मन थियो कि, बाध्यताले पिएन क्याम्पस आउनु पर्यो भने त पिएन क्याम्पस मेरो चोइस होइन नि त। भनिसकेपछि मेरो खुसी भनेको मलाई त्यो सर्टेन टाइमको लागि केयुमा भर्ना हुन सकेको भए मलाई खुसी मिल्थ्यो होला। त्यो कारणले गर्दा खुसी भनेको चाहिँ एब्सोल्युट कुरा होइन जस्तो लाग्छ मलाई। खुसीको दायरा चाहिँ के रहेछ, यो एउटा यो सिर्जित हुन्छ नि त, जस्तो दुखी हुनेको त अहिले हामीले भर्खर भने जस्तै खुट्टा भाँचिँदा त अभियसली दुखी नै हुन्छ नि त होइन। खासमा यो खुसीको दायरा भनेको केही कुरा प्राप्त गर्नु त खुसी त पक्कै होइन होला। कुनै कुरा आफूले चाहेको हुनसक्छ, त्यो कुरा भइदियो भने चाहिँ खुसी लाग्छ होइन। केही कुरा हुँदाखेरि आफूले सोचे जस्तो के हुँदा खुसी लाग्ने हो, नत्र जुनसुकै कन्डिसनमा पनि म खुसी हुन्छु भनेर भन्न चाहिँ सकिँदैन कि। आज पोडकास्टको जस्टिस भन्ने कुरा चाहिँ हुन्छ, ती चिजहरूले पनि कुनै हदसम्म चाहिँ कहिलेकाहीँ ऊ चाहिँ गर्न सक्यो कि ती चिजहरू जो मान्छे एउटा लिगल सेन्सिटिभिटीबाट आएको हुन्छ नि, त्यो जस्टिसप्रति सेन्सिबल भएको मान्छे हुन्छ नि, त्यो सरकारी वकिलबाट गए पनि होइन, प्राइभेट प्र्याक्टिसबाट गए पनि अथवा चाहिँ न्याय सेवाबाट गए पनि, जो चाहिँ न्यायाधीशको लागि जानुहुन्छ होइन, हाम्रो मान्यज्यूहरू हुनुहुन्छ न्यायाधीश अनि माननीय न्यायाधीशहरू, जुनसुकै प्रोसेसबाट गए पनि सर्टेन उहाँहरूको केही न केही वर्षको अनुभव कामबाट नै जाने हो क्या। तर उहाँहरूले त्यो कार्य सम्पादन गर्दाखेरि होइन, एउटा सरकारी वकिलको रूपमा गरे पनि, प्राइभेट वकिलको रूपमा, डिफेन्स लयरको रूपमा गरे पनि, यदि उहाँहरूले आफ्नो रोल प्ले गर्दाखेरि प्रशस्त रूपमा अध्ययन गरेर चाहिँ गर्नुभएको छ भनेदेखि त्यसले चाहिँ न्यायाधीशलाई बाहिरको कुराले चाहिँ इम्प्याक्ट चाहिँ गर्दैन र न्यायाधीशलाई त्यो कारणले पनि अलिकति फ्रिडममा पनि त रोक लगाएको छ। न्यायाधीश जहाँ गयो त्यहाँ जहाँ मन लाग्छ त्यहाँ गएर फ्रिली बोल्न पाउँदैन होइन, पाउनुहुन्न। उहाँहरूले चाहिँ केही कुरा कन्सेन्ट लिनुपर्ने हुन्छ, आफ्नो चाहिँ अथोरिटीको कुरालाई फलो गर्नुपर्ने कुराहरू हुन्छ, छुट्टै किसिमको जुडिसियल त्यहाँको चाहिँ भित्रको म्यानेज गर्नुपर्ने कुराहरू छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ न्यायालय भनेको चाहिँ अलिकति अहिलेसम्म पनि एउटा ऊ छ के भन्छ पब्लिक कन्फिडेन्स कायम राख्नकै लागि भए पनि बाहिर ओपन त्यति धेरै फ्लेक्सिबल फ्री कुरा चाहिँ होइन न्यायालय भनेको चाहिँ। भनेको फरक क्षमताका मान्छेहरू मात्रै न्यायाधीशहरू हुने भए। मैले भने नि त जस्टिसलाई एकदमै धेरै त्यो आफू मेरो जस्तो कि मेरो कुनै म एउटा डिफेन्स लयर हो होइन, मसँग एउटा पक्ष आउँछ, मैले त्यो कुरालाई आफूलाई त्यो ठाउँमा राखेर फिल गर्न सक्नु पऱ्यो क्या होइन। र कानुन पढ्दा पनि त्यो मुद्दा लेख्दा पनि होइन, हाम्रो प्रहरीले जारी लिएर जाने कुरादेखि लिएर इन्भेस्टिगेसनका पार्टहरू होइन, अरू कानुनी लिखतका जति पनि कुराहरू हुन्छ नि, त्यो लिखत लेख्दाखेरि चाहिँ कानुनलाई ल्याउने कुरा, नजिरलाई ल्याउने कुरा, तथ्यलाई ल्याउने कुरामा चाहिँ त्यो मान्छेले कन्जुसियाइ गर्नु नै हुँदैन के। र त्यसको लागि गर्ने भनेको त अध्ययन हो होइन। त्यो अध्ययन गरेर अनि त्यसपछि त्यसमा कुनै पनि कन्जुसियाइ नगरिकन उसले सफिसियन्ट टाइम दिएर लेख्छ भनेदेखि चाहिँ त्यो मान्छेले चाहिँ केही कुरा सेन्सिटिभ भएर गर्छ भनेदेखि चाहिँ फेरि त्यस्तो पार्टबाट चाहिँ त्यो जस्टिस त्यो ल भन्ने कुरा इम्प्लिमेन्ट हुने हो कि। त्यसको लागि चाहिँ सर्फेसियल मान्छे हुन्छ नि, बाहिर बस्ने, मजाकको रूपमा लिने, कुनै कुरालाई मजाकको विषयवस्तु मात्र बनाउने, रमाउने, इन्टरटेन गर्ने खालको होइन, ट्रोल गर्ने खालको मान्छेहरू चाहिँ न्यायाधीश हुन सक्दैन। मान्छे यो पार्ट त राम्रै हो नि त न्यायको त।
हामीले रिफर्म गर्नुपर्ने कुराहरू छ। अब न्यायालयमा जस्तै बारहरू हुन्छ होइन, पार्टी बेस्ड उनीहरू बारको लडाइँ छ। के हो खास यो टाइपको कस्तो छ भने बार बेन्च रिलेसन भन्छ कि, बार भनेको वकिलहरू भनेर बुझिन्छ होइन, बेन्च भनेपछि चाहिँ न्यायाधीशहरू भन्ने बुझिन्छ। अनि त्यो बार बेन्च भनेको चाहिँ ठ्याक्क त्यो एउटा झ्याल हो होइन, त्यो झ्यालको यो पुरा होल पार्ट हुन्छ, यो क्लासरुम छ अनि त्यहाँ त्यो चाहिँ अरू त्यहाँ फलामहरू कोर्सहरू राखिएको हुन्छ नि, त्यो एउटा रिलेसनसिप हो कि। जस्तै कुनै कुरालाई त्यहाँबाट उक्काउँदाखेरि चाहिँ एउटा कुरा सिङ्गल चाहिँ अपुरो हुन्छ क्या। जस्तै कि वकिलहरू छैन भनेदेखि न्यायाधीशको मात्र पनि काम छैन, न्यायाधीशहरू छैन वकिलको मात्र पनि काम छैन होइन। कुनै कुरालाई लिएर गइसकेपछि निर्णय दिने अङ्ग त हुनु पऱ्यो नि त। अनि त्यो वकिल र न्यायाधीशको चाहिँ रिलेसनसिपबाट, इन्ट्रेक्सन्सहरूबाट नै कसैले न्याय पाउने कुरा सम्भव हुन्छ कि। भनेपछि बारको चाहिँ यतापट्टि अदालतसँग चाहिँ कुनै सम्बन्ध हुँदैन, इन्सेपरेबल हुन्छ। उनीहरू त क्लोजली इन्टरकनेक्टेड इन्टरडिपेन्डेन्ट हुन्छ नि, किन सम्बन्ध हुँदैन, भइहाल्छ। मैले भने नि त न्यायाधीश बिना के अरे वकिलहरूको मात्र पनि काम हुँदैन, वकिल मात्र भएर फेरि त्यो न्यायाधीश नभइकन फेरि कुनै पनि काम हुँदैन, उनीहरू त इन्सेपरेबल पार्टै भइहाल्यो। ठिक छ। भनेपछि त्यो बारको त तपाईँको मैले अलिअलि देखाएँ चुनाव पनि पार्टीगत त्यो कुरा गलत छ कि नेपालमा। त्यो के हुन्छ त्यहाँ स्वतन्त्र मान्छेहरू पनि हुन्छन् कि त्यो हुन्छ नि, इन्डिपेन्डेन्ट लयरहरू। म कुनै पनि पार्टीगत ट्रेड युनियनमा लाग्दिनँ होइन, मेरो विचार स्वतन्त्र हो, म वकिल हो होइन, मैले चाहिँ मेरो रोल चाहिँ इन्डिपेन्डेन्ट हुनुपर्छ भन्नेहरू पनि हुन्छ। नेपालमा त्यही त हो, जता पनि जुनसुकै सेक्टरको मान्छेलाई चिया पकाउनेलाई पनि राजनीति गर्नुहुन्छ। त्यही त मैले चाहिँ के देखिरहेको भन्दा जस्तै अहिले बारको कुरा आइहाल्यो, यो बारमा छ त्यो पनि थाहा छ। अब यतापट्टि फेरि कर्मचारी युनियन भनेर पनि पार्टीगत ट्रेड युनियनको यो राइट टु एसोसिएसन र राइट टु ट्रेड युनियन भनेको त संवैधानिक अधिकार नै हो होइन। त्यो अधिकार छ, संवैधानिक अधिकार छ, विभिन्न कानुनहरू बनाएर पनि त्यो अधिकार चाहिँ प्रदान गरेको छ होइन। तर यो पार्टी बेस्ड अथवा आइडियोलोजी बेस्ड ट्रेड युनियनहरू हुन्छ नि जोसुकैको पनि, त्यो चाहिँ मलाई त खारेजै हुनुपर्छ भन्ने पक्षमा हो कि म चाहिँ। त्यही त ठिक छ। गर्नु थियो अनि गरौँला भन्ने थियो, अनि बिहान उठेर रुवाखोकी लाएर ग्रस्त भएर यहाँ आउँदा मजाले बोल्न नपाउँदा अनि मेरो आवाज राम्रो हुन्न कि होइन, डाउट जस्तो त्यो धेरै कुराहरू इन्टरकनेक्टेड हुन्छ क्या। तपाईँ त पहिला पर्वतमै पढ्नु भयो कि? म त पढेँ नि, 8 सम्म पढेँ। तपाईँले? मेरो चाहिँ त्यही 10 SLC सम्म पर्वत पढेँ, अनि त्यस पछाडि चाहिँ छोरेपाटन यतापट्टि म्यानेजमेन्ट पढेँ, अनि त्यस लगत्तै चाहिँ पिएनमा पढेँ। अहिले स्टिल पनि त्यही अलिअलि राजनीति गरेँ, व्यवसाय गरेँ, सबै कुरा हुन्छ नि लिटरेचर। अब जति पनि मैले मेरो दिमागले सकेर हडप्न सकेँ त्यो चिजहरू चाहिँ मैले लिएँ क्या। त्यही हो, अब यहाँसम्म आइपुग्दाखेरि चाहिँ यो गरिएन अथवा चाहिँ केही कुरा दाम चाहिँ कमाउनु भयो होइन। अब त्यो मलाई पुग्ने चाहिँ छ त्यस्तो कमाउने भनेर एकदम चाहिँ उप चाहिँ होइन, तर मैले केही कुरा चाहिँ खर्च गर्न मेरो मनले चाह्यो भने चाहिँ मलाई पुग्ने चाहिँ छ। यो त एउटा यस्तो भन्थ्यो क्या हजुरबाहरूले चाहिँ, त्यो धनको भाँडो चाहिँ यस्तो भरे हुन्छ अरे क्या, यो उ भरेको यहाँ चाहिँ तलबाट हाल्दै जाँदाखेरि माथि सर्छ अरे, अनि कहिले पनि पुग्दैन अरे भन्थे। अब त्यो चाहिँ एउटा पुरानो उ भयो, तर जस मलाई चाहिँ आफ्नो लागि खर्च गर्नको लागि चाहिँ छ भनौँ न, अन्त त्यस्तो गरेर चाहिँ केही छैन। तिम्रो त पढाइ नै गइरहेछ अहिले निरन्तर, क्लासको हिसाबले गइरहेछ। 7th सेममा थिएँ, 8thमा आएँ, अब 9thमा जान्छु भन्ने छ। ठिकै छ, चलिरहेछ पढाइ सँगसँगै अरू राजनीति पनि अलिअलि मिसियो क्यारे होइन बिचमा चाहिँ। कस्तो हुँदो रहेछ चुनाव, कस्तो लाग्यो, के कस्तो फिलिङ्स हुन्छ नि त, यो यस्तो चाहिँ हुँदो रहेछ होइन, मैले यो गर्न चाहिरहेको थिएँ अथवा यो यस्तो अनुभूति चाहिँ मलाई भयो, यो चिजले चाहिँ मलाई भोलि केही न केही सहयोग गर्ला अथवा मेरो पर्सनल चिजहरू चाहिँ थोरै केही डेभलप भयो भन्ने त्यो के चाहिँ हुँदो रहेछ। फेरि म चाहिँ अहिलेसम्म चुनाव लडेको छैन कि। यस्तो हो नि, चुनाव त रमाइलै हुन्छ, मान्छेले आफूलाई मन लागेर गऱ्यो भने होइन। जस्तो कि म कुनै एउटा ठाउँमा छु, ल तिमी लड्नै पर्छ
तिमी जतिको मान्छे जतिको आउँछ नि तिमी जतिको तिमी जस्तो तिमी त यस्तो भनिदिएको कुरा भनेको त अलग्गै भयो नत्र भने म यो चिजका लागि हो मैले यो चिज गर्नुपर्छ भन्ने लागेर होइन गएको ठाउँमा त अभियसली लर्निङ पनि हुन्छ रमाइलो पनि हुन्छ अप्ठ्यारो पनि हुन्छ सबै हुन्छ समग्रमा मलाई चाहिँ एउटा मान्छे एउटा सोसियल बिङको रूपमा इस्टाब्लिस हुनको लागि होइन मैले केही मेरो सोसाइटीप्रतिको त्यो के भन्छ केही रेस्पोन्सिबिलिटीलाई चाहिँ आफूभित्र फिल गराउनको लागि त चुनाव इम्पोर्टेन्ट थियो भन्छ धेरै कुराहरू सिकियो केही चुनाव जे भयो पनि होइन सिकाइ भयो नि हरेक चिजबाट सिकाइ हुन्छ कि गल्ती नै गर्दा त सिकाइ हुन्छ भनेदेखि होइन केही कुरा जानी यो कुरा गर्दाखेरि मिस्टेक भन्ने कुरा त सबैभन्दा त्यो सिकाइको एकदम लर्निङको सबै भने त त्यो एउटा योजनाबद्ध प्र्याक्टिस थियो त्योबाट त सिकाइ त भयो नि अबको चाहिँ के हुन्छ त अब के चाहिँ अब सोसियल सेक्टरमा चाहिँ यो कुरा गर्न सकिन्छ यतिको चाहिँ मलाई नलेज भयो भनेर अब हुन्छ नि फर्दर केही न केही त नगरी त कोही पनि बस्दैन होइन त्यसको लागि केही प्लानिङहरू केही छ कि अब होइन पढ्दै जान्छु यस्तो होइन यस्तो गर्नुपर्छ भन्ने त छ म फेरि एउटा एम चाहिँ बोकेकै मान्छे हो होइन मैले यस्तो गर्ने हो यस्तो गर्नुपर्छ मैले यो गर्न चाहिँ सक्छु भन्ने लाग्छ मलाई मेरो आफ्नो क्षमता भनेको म्यानेजरियल पार्टमै लाग्छ कि केही कुरा व्यवस्थापन गर्नु पऱ्यो भनेदेखि मलाई त्यो बारेमा मलाई आफूलाई चाहिँ नलेजै छैन होइन मानौ अहिले फर इक्जाम्पल डेन्टल सेक्टर होइन र डेन्टल भइदियो भनेदेखि म डेन्टिस्ट पढेको मान्छे त होइन नि त तर मलाई के चाहिँ कन्फिडेन्स हुन्छ भने डेन्टिस्टकै पार्टमा मैले के गर्नु पऱ्यो भनेदेखि भने म म्यानेजरियल पार्ट चाहिँ सब हेर्न सक्छु भन्ने हुन्छ कि भनेको कुनै न कुनै कुरा गर्दाखेरि मलाई म्यानेजमेन्टको पार्टमा यसरी जाम योजना यसरी बनाऊँ यो तरिकाले कुराकानी गरौँ यसरी काम गऱ्यो भने हामीले सफल हुने चान्स हुन्छ होइन अचिभमेन्ट हुनसक्छ आफूले सोचे जस्तो केही गर्न सकिन्छ भन्ने कुरा चाहिँ मलाई त्यो फिल हुन्छ अनि त्यस्तै मलाई आफ्नो एजुकेसनको पार्टमा बिएलएलबी पढ्दैछु होइन मलाई अलिकति चासो भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिसँग पनि लाग्छ भलै म आफू त्यस्तो कुटनीतिक चाहिँ छैन जस्तो लाग्छ स्ट्रेट फरवर्ड छु कि अनि कसैले केही कुरा भन्यो भने पनि अलिक सजिलै पत्याउने होइन अनि केही अलिकति सानो कुरा गऱ्यो भने पनि मन दुखाउने अरूलाई पनि सकेसम्म अप्ठ्यारो नपारौ भन्ने खालको छु होइन अब त्यो कुटनीति फेरि फरक कुरा रहन्छ भनेपछि म त्यही सेक्टरमा जाने चान्स छ मलाई चाहिँ फ्युचरमा त्यो कुटनीति चाहिँ खास के रहेछ यो कुटनीति भने आर्ट अफ नेगोसिएसन नै हो यो अब मोस्टली डिप्लोमेसी युज भएको भनेको डिप्लोमेसी त जुनसुकै सेक्टरमा पनि हुनसक्छ तर मैले हेरेको मैले पढेको मैले बुझ्न खोजेको भनौँ न बुझिसकेको पनि छैन एउटा सोलिड फर्ममा चाहिँ मेरो नलेज डेभलप भएको छैन होइन त्यही पनि मलाई के लाग्छ भने कन्ट्रीहरू बिचको जुन नेगोसिएसनको कुरा हुन्छ कन्ट्रीहरू बिचको रिलेसनसिपलाई चाहिँ मोर स्ट्रेङ्थेन गर्ने कुराहरू हुन्छ कन्ट्रीको बेनिफिटको कन्ट्रीको इन्ट्रेस्टमा काम गर्ने कुरा हुन्छ त्यसको लागि आर्ट अफ नेगोसिएसन वार्ता गर्ने तरिका नै एउटा कुटनीति हो कला यो तपाईँको ल पढिसके पछाडि चाहिँ त्यो विषयमा थोरै अझै बढी अध्ययन त्यो चाहिँ गर्छु यस्तो रहेछ कि हाम्रो मान्छे मैले भने नि त म त्यस्तो धेरै मलाई चाहिँ केही कुरा नबिगारौँ भन्ने लाग्छ कि केही कुरा खतरा गर्न आफूले सकिँदैन भने पनि भइरहेको राम्रो कुरालाई चाहिँ नबिगारौँ न त भन्ने लाग्छ कि हाम्रो किसन थापाजीले पोडकास्ट सुरु गर्नुभएको छ नि त त्यो पोडकास्ट उहाँले यस्तो राम्रो इन्टेन्सनले सुरु गरे जस्तो लाग्छ कि मलाई उहाँको पोडकास्टको इन्टेन्सन अहिले भाइरल हुने नाममा तथा नाम बोल्ने तथा नाम गर्ने खालका गतिविधिहरू छ नि त सोसाइटीमा उहाँको इन्टेन्सन यस्तो राम्रो तरिकाले गर्न लागेको छ मनसाई फेयर भएको ठाउँ चाहिँ राम्रो माथि पुगोस् हरेक सेक्टरमा के चाहे त्यो बिजनेसमा होला चाहे त्यो पोलिटिक्समा होला चाहे त्यो अरू जुनसुकै सेक्टरमा पनि म चाहिँ त्यो एउटा चाहने मान्छे हो कि र त्यस्तो कुरालाई म सपोर्ट पनि गर्छु अनि त्यो भएको कारणले गर्दाखेरि डिप्लोमेसीको पार्टमा इन्टरनेसनल रिलेसनसिपको पार्टमा चाहिँ मैले केही पढ्नुपर्छ यो कुरालाई चाहिँ केही कुरा पढ्नुपर्छ केही गर्नुपर्छ भन्ने चाहिँ लाग्छ मलाई भनिसके पछाडि चाहिँ अब यो ल पछाडिको त एउटा लाइसेन्सको प्रोसेस रहि नै रहन्छ त्यो 1 वर्षको ट्रायल पिरियड हुन्छ कि फर्स्ट अटेम्पमा ननिकाले सेकेन्डमा जाम्ला हैन एटेम्प चाहिँ जति पनि गर्न मिल्ने हो कि कसो नहुने बेलासम्म चाहिँ एक्जाम त दिन पाइहाल्यो नि ठिक छ
त्यो पनि राम्रो पक्ष हो नि तर सुरुचोटि निस्किन्छ होला नि यस्तो के थाहा हुन्छ टाटो मान्छेहरूको त निस्किन्छ यस्तो हो कि जस्तो कि प्र्याक्टिसको कुरामा नि ल प्र्याक्टिसको कुरामा नि लाइसेन्स छोडौँ होइन ल प्र्याक्टिसको कुरामा नेपालमा के मान्छेले बाहिरबाट आरोप लगाउँछ नि अलिअलि त्यस्तो पनि छ कि त्यो आरोप लगाए जस्तो कालोलाई सेतो भन्नुपर्ने सेतोलाई कालो त्यो त लयरले आफ्नो पार्टीको बेस्ट इन्ट्रेस्टमा बोल्ने हो त्यो कानुनी अधिकारको कुरा हो र कानुनी मान्यताकै कुरा हो होइन तर कस्तो छ भने हाम्रो न्यायालय हाम्रा चाहिँ जिल्ला अदालतदेखि माथिल्लो तहसम्म बहस गर्ने वकिल साहबहरू होइन उहाँहरू आफ्नो पार्टीको बेस्ट इन्ट्रेस्ट भन्दा पनि बाहिर जान सक्ने अवस्था छ कि गइरहेको अवस्था छ होइन त्यो भएको कारणले गर्दा न्यायालयमाथिको पब्लिक कन्फिडेन्स त आज क्वेसनेबल हो नि त होइन त्यहाँबाट आउने भर्डिक्टको पार्टमा ट्रान्सप्यारेन्सीको पार्टमा ट्रायलको फेयर ट्रायलको पार्टहरू भनेको त क्वेसनेबल छ भनिसकेपछि त्यो ठाउँमा गएर प्र्याक्टिसलाई कन्टिन्युटी दिने कुरा भनेको नि इट्स भेरी भेरी च्यालेन्जिङ के जो पनि मान्छेले गर्न सक्दैन कि फेरि मलाई पनि पर्सनल्ली मलाई त्यो अहिले गर्न सक्दिनँ जस्तो लाग्छ क्या किनकि लिगल पार्टमा मैले दुई ठाउँमा मैले मान्छे दुखी देख्छु क्या एउटा हस्पिटलमा होइन हस्पिटलमा पनि फेरि बच्चा जन्माउनको लागि आज बच्चा भयो भने त त्यहाँ नि खुसी हुन्छ होइन छोरा पायो छोरी भयो भन्ने हुन्छ यति वर्ष सन्तान थिएन खुसी नत्र हस्पिटलमा पनि मान्छे चाहिँ एक्जामको लागि आउँछ नि त त्यहाँ पनि एउटा रोदन देख्छु मैले अर्को रोदन चाहिँ मैले न्यायालयमा देख्छु कि यस्तो मान्छे अन्यायबाट पीडा भएर छटपटाएपछि त्यहाँ पुगेको हुन्छ कि न्यायालय भनेको त्यति सेन्सिटिभ ठाउँ हो कि त्यो सेन्सिटिभ ठाउँमा एउटा म अलि सर्फेसियल जस्तो लाग्छ क्या अलि डेप्थ नभएको गहिराइमा पुग्न सक्ने मान्छे कानुनी अध्ययनमा प्र्याक्टिसमा डेडिकेटेड मान्छे र मलाई बाहिरको संसारसँग मलाई मतलब बढी हुँदैन म चाहिँ मेरो पार्टीको चाहिँ बेस्ट इन्ट्रेस्टमा काम गर्न सक्छु भन्ने मान्छेले मात्र त्यो जस्टिस दिलाउन सक्ने हो कि आफ्नो पार्टीलाई आफ्नो पक्षको चाहिँ पीडितलाई त्यो भएको कारणले गर्दा प्र्याक्टिसमा जाने कुरा त अझ म जस्तो मान्छे भन्दा पनि लिगल पार्टमा नै त्यो हुटुटी भएको भन्छ नि हामीले जुनुन भएको प्यासन भएको मान्छे गयो भने त्यसले गर्दा उनीहरूलाई चाहिँ त्यो सेक्टरमा चाहिँ फाइदा हुन्छ अनि यस्तो यो जस्तो यो मुद्दाकै कुरा आइहाल्यो यसले थोरै म पनि क्लियर हुँ न होइन यो जब कोर्टमा जान्छ होइन त्यो त्यस पछाडि त त्यहाँ अब दुई पक्षको बहस सुरु भइहाल्छ त्यस पछाडि चाहिँ त्यो जाने भनेको पछाडि फैसला गर्ने त न्यायाधीशले हो हाम्रो कानुन रिटमा चाहिँ एकपक्षीय सुनवाई पनि हुन्छ होला होइन अब खासमा यो न्याय पाउने विषयमा यो कतिको त्यो ऊ हुन्छ कि हाम्रो पक्ष विपक्ष भन्दा पनि त्यसलाई प्रभावित पार्ने अरू कुनै सेक्टरहरू हुन्छन् कि अब त्यो चाहिँ पीडितले नै न्याय पाउने किसिमको अथवा चाहिँ केही प्रभावित पार्ने केही अरू पक्षहरू छन् नि त होइन अब त्यो चाहिँ अब देखिरहेको सुनिरहेकै चिजहरू छन् होइन यसको चाहिँ कतिको इफेक्ट हुन्छ त्यो कोर्टभित्र चाहिँ यस्तो हुन्छ कि हाम्रो न्यायालयलाई हामीले फ्री फेयर इम्पार्सियल बनाउने भन्छ कि स्वतन्त्र निष्पक्ष स्वच्छ भन्छ कि अनि जजेसहरूलाई पनि हामीले एकदमै इन्डिपेन्डेन्ट एउटा चाहिँ इन्डिपेन्डेन्टली उनीहरूले रोल प्ले गर्नुपर्छ भन्छ संहितामा पनि त्यो दफा 271 जस्तो लाग्छ मलाई होइन त्यो संहितामा पनि त्यो कुरा व्यवस्था छ भनिसकेपछि न्यायालयलाई निष्पक्ष भएर न्याय दिने कुरा मात्र होइन न्याय गरेको जस्तो देखिनुपर्छ भन्ने कुरा पनि यो एकदमै कानुनको मान्य सिद्धान्तभित्रकै कुरा हो क्या अनि यो कानुनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्य सिद्धान्तहरू छन् होइन प्रिन्सिपल्सहरू छन् त्यो भित्र रहेर नै न्यायालयले न्याय दिनुपर्छ तर कस्तो भने हाम्रोमा अलिकति कुनै केसेसहरू छ भने बाहिरबाट मिडियाको इम्प्याक्ट हुनसक्छ रेप्युटेड मान्छे जस्तो कि मानौ अहिलेलाई पारस खड्का भनेको एउटा क्यानको मात्र नभएर समग्र नेपाल र इन्टरनेसनल्ली पनि हेरिएको मान्छे हो होइन पारस खड्काले के भन्छ भन्ने कुराले चाहिँ म्याटर राख्यो भनेदेखि होइन सर्टेन कुनै व्यक्तिले के भन्छ रेप्युटेड इन्टरनेसनली रिकगनाइज अथवा नेसनली रिकगनाइज मान्छेले यस्तो कुरा भनेको थियो त्यही भएर त्यो कुरा ठिक हुनसक्छ संविधानविद डाक्टर भीमार्जुन आचार्यले यो कुरा भनेको थियो यही ठिक हो भन्ने तरिकाले चाहिँ न्यायालय प्रभावित हुन थाल्यो भने भाइरल सोसल एक्टिभिस्टहरूको कुरालाई लिएर सुन्न थाल्यो भनेदेखि त त्यो राम्रो हुँदैन तथ्य प्रमाण होइन पक्षहरूको उपस्थिति पक्षहरूले दिएको बयान होइन कानुनी अनुसन्धान कानुनी सबै प्रक्रियाहरू चाहिँ फेयर भयो भनेदेखि फेरि जस्टिस नहुने एकदम अब्स्ट्र्याक्ट कुरा चाहिँ होइन जस्तो